अङ्क छ। घटाउने अवसर कुशीलाई प्राप्त भइरहँदा सर्भिसको निम्ति कुशीबाट विष्णु बस्नेत रहनेछन्। सर्भिसको निम्ति विष्णु विश्वास अधिकारी फेरि यो घातक प्रहारसँग विश्वास अधिकारीबाट गण्डकी प्रदेशलाई अङ्क दिलाउँदै दबावमा राखिरहेको छ कोशीको निम्ति। कोशीलाई गण्डकीले विष्णु सर्भिसको लागि रहनेछन् गण्डकीबाट। गणेशको रिसिप्सन ओहो मनोज श्रेष्ठ अङ्क दिइरहेका छन्। कोशीबाट उत्कृष्ट स्पाइक अशोक श्रेष्ठ निकै पावरफुल स्पाइकमा अङ्क गण्डकीलाई। गण्डकीसँग अब विश्वास अधिकारी सर्भिस रोशन श्रेष्ठ यसपटक ब्लक आउट बनाउँदै अङ्क यहाँ कोशीलाई। कोशी प्रदेशबाट मनोजको सर्भिस। सञ्जु विक्रम शाह वो कृष्ण स्पाइक निकै राम्रो अङ्क दिलाउन सफल। 21-14 को अङ्क छ। निकै बलियो देखिँदैछ गण्डकी प्रदेश। यहाँ जोड गर्नुपर्नेछ कोशी। कोशी चिसिएको छ भने गण्डकी तातेको छ है। उमेश सेन्चुरीको स्पाइकलाई रोमन बस्नेतले ब्लक गरिदिए। अङ्क जोड्दै यहाँ कोशी 15-21 अङ्क छ पहिलो सेटको खेलमा। ओहो हिमाल सुनारी यस पटक भने भोजपुरमै जमिन खनिदिए। ओ माई गॉड 8 इंच घरेलु मैदानमा आइपुगेर हिमाल सुनारीले गरेका छन्। बाबा 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 यो हो नि स्पाइक। ओहो निकै राम्रो समीप श्रेष्ठ सञ्जु विक्रम छन् स्पाइकमा। उत्कृष्ट स्पाइक माई गॉड। निकै धेरै अङ्कले अगाडि छ है साथीहरू गण्डकी प्रदेश। देख्न सक्छौँ हामी हजारौं दर्शकहरूलाई साक्षी राखेर नगद रु 3 लाखको भिडन्तमा गण्डकी प्रदेश र कोशी प्रदेश आमने सामने हुँदैछन्। भिडले कोशी र गण्डकी दुवैतर्फका खेलाडीहरूलाई सपोर्ट आफ्नो आफ्नो तर्फबाट गरिरहनु भएको छ। सर्भिसको निम्ति सञ्जु विक्रम गण्डकी प्रदेशबाट सञ्जु विक्रम सर्भिसमा। सन्तोषको रिसिप्सन यहाँ विष्णु ओहो विष्णु बस्नेत निकै राम्रो अङ्क दिलाउँदै कोशी प्रदेशलाई। 7 अङ्कको अग्रता गण्डकीसँग। सर्भिसको निम्ति समीप श्रेष्ठ रहनेछन् कोशीबाट। मौका छ यहाँ रोमन बस्नेतबाट यहाँ अङ्क कोशी प्रदेशलाई। समीप श्रेष्ठ
सर्भिसमा रहन्छन् कोसीबाट। विष्णुको रिसेप्सन र यो प्रहार पनि विष्णु छेत्री सहजै अङ्क दिलाउँदै गण्डकी प्रदेशलाई सेट पोइन्टमा गण्डकी प्रदेश सेट पोइन्टमा पहिलो सेट जित्ने यहाँ एक अङ्क मात्र आवश्यक। आज भोजपुरको यो रङ्गशालाबाट 3 लाखको स्टेडियम यो प्याराफिट पुरापुरी भरि यहाँ बराबर 3 लाख कुन टिमले पो च्याप्प पार्लाम त। ओहो उठ्यो पो त घातक सर्भिस अर्को मौका छ उमेश सेन्चुरी आयो पो त फर्क्यो। यहाँ हुनसक्छ एडी। ओहो विश्वास अधिकारी निकै राम्रो स्पाइक। त्यो कपाल हेर्नुहोस् त कपाल। ओ माई गड गण्डकी प्रदेश 17-25 मा पहिलो सेट गण्डकी। हाय हिमाल सुनारी। ओ माई गड पुडुम्म पारिदिए। ओहो हो नि 3 लाखको बिटो कसले पो लग्लान् त। भोजपुरबाट निकै भारी बिटो कसले लग्लान् त। ओहो वाट त्यस्तै स्पाइक समित श्रेष्ठ। ओ माई गड यहाँ एनजी टेप घर छु। ओहो बाबा बाबा यहाँ स्पाइक त कडा थियो तर हिमाल सुनारीबाट कर्याप छाप पारिदिए। छ 8 को अङ्क छ। ओहो चलाखी त्यहाँ मनोज घिमिरे। ओहो यहाँ हुन सक्छ। ओहो रोशन श्रेष्ठ निकै राम्रो स्पाइकमा अङ्क दिलाए यहाँ कोसीलाई। कोसीले अङ्क जोड्दै अगाडि बढेको छ। ओहो नि यहाँ पूर्व कोशी प्रदेश भोजपुरमा फाइनल खेल चलिरहेको छ राष्ट्रिय स्तरको त्यो भलिबल प्रतियोगिता। ओहो सन्जु विक्रम करप झ्याप पारिदिए। राम्रो बचाउ थापा। यहाँ आएको त हुनसक्छ मौका। यहाँ रोशन श्रेष्ठको स्पाइक। गण्डकीले अङ्क जोडेको छ। विवशको सर्भिस थियो समीप श्रेष्ठ। यहाँ अवसर हुन सक्छ गण्डकीलाई। हिमाल सुनारी यसपटक निकै डरलाग्दो स्पाइक। ओ माई गड यो डरलाग्दो स्पाइक हिमाल सुनारीबाट 8-9 को अङ्क छ। रोशन श्रेष्ठ चप्कियो यहाँ। ओहो सन्जु क्रसमा। ओ गल्ती गर्न पुगे यहाँ। मनोज घिमिरेबाट बाहिर फालिदिए। अङ्क जोडेको छ यहाँ गण्डकी प्रदेश 9 बराबर। यसपटक पनि अङ्क बराबर। ओहो कसले पो बाजी मार्लान्। हिमाल सुनारीको सर्भिस। ओहो पट्किदियो। अङ्क जोडेको छ यहाँ गण्डकी प्रदेश। लगातार सर्भिसमा छन् हिमाल। विष्णु बस्नेत यहाँ ब्लकआउट। 20-23 को अङ्क छ। दबाब त छ नै यहाँ कोशी प्रदेशलाई। यहाँ दबाबमा पनि पहिलो सेट पनि गण्डकी प्रदेशले जित्न सफल। दोस्रो सेटको खेलमा पनि 3 अङ्कले अगाडि छ गण्डकी प्रदेश। यहाँ दबाब भन्नुपर्छ।
उमेश सेन्चुरी यस पटक भने स्पाइक बाहिरिएको छ। एक्काइस 23 अङ्क छ। शिक्षक रमेश केसीको देखिरहेका छौँ यहाँबाट यही रणनीति पक्कै बनिरहेको हुनुपर्छ। कमजोरीहरू गर्नु हुँदैन भन्ने आशयको टिमको नेतृत्व गरिरहँदा जिम्मेवारी काँधमा बोकेर हिँडिरहँदा दर्शकको माहौल पनि निकै पुरै नै छ। यहाँ हामी प्यारापिट भरि भराउ देख्न सक्छौँ। विश्वास अधिकारी उत्कृष्ट स्पाइक। सेट पोइन्टमा गण्डकी प्रदेश। ओहो कोसीले अङ्क जोडेको छ। पछाडि छ किन पनि रोक्नको लागि बेलुका लिनुपर्ने हुन्छ। अब कोसीले सेट प्लेस गुमाउनु पर्ने हुन्छ। विष्णु यो दिमाग लगाउँदा यो चलाखीपूर्ण निकै राम्रो प्लेस गरिदिए। एकदमै कडा स्पाइक गर्छु र झुक्क्याउँदै छक्क्याउँदै प्लेस गरिदिए। हेरेको 22-25 को अङ्कमा यहाँ दोस्रो सेट पनि गण्डकी प्रदेशले जितेको छ है। 22 पनि सन्तोष रोका या 5 बक्स हल्का